हेलो गाइस, आज चाहिँ म हैन घर जाँदैछु दसैँको टिका लगाउनको लागि। आज चाहिँ अघिसम्म पुरा घाम लागिरहेको थियो हैन, जस्तो म यहाँ आइपुगेँ ठुलो पानी पर्यो। अनि त्यही भएर म के आइपुगेको हैन, अन्त घरबाट फोन गरेर बोलाएर दादाहरू आउनुभयो लिनु मलाई। अनि मलाई छाता ल्याइदिएको छ, उनीहरूले चाहिँ भारी बोकेर पछाडि आउँदैछ, म चाहिँ अगाडि अगाडि जाँदैछु। सो तपाईँहरूलाई एकछिनबाट भेट्छु। यहाँ चाहिँ दुईजना आउँदैछ मेरो भारी बोकेर, म चाहिँ अगाडि अगाडि जाँदैछु। मजा आउँदो रहेछ यो उकालोमा भारी नबोकी रित्तो हिँड्न त। कस्तो साह्रो पर्छ यो उकालोमा हिँड्नु गाइस। हिजोसम्म चाहिँ घाम भक्कु लागेर हैन, दिनहरू पनि ढकमक्क भइरहेको थियो। आज चाहिँ भोलि दसैँ हो, टिका हो, आज चाहिँ पानी परेर केही छैन। सो स्याड। दुईजना चाहिँ माथि पुगिसक्यो, म चाहिँ बिस्तारै बिस्तारै हिँड्दै हिँड्दै जान्छु। अब यो खेतबारीमा आइपुग्छु नि, तब चाहिँ अलिक भ्यानी शान्ति हुन्छ है, घर छेउमा आइपुग्यो भनेर। ओह भगवान्, कहिले रोड आउने हाम्रो गाउँमा र चाहिँ मजाले गाडीमा आउनु सरर हत्तु हुन्छ उकालो हिँडेकोले साथी हो। सो हेलो गाइस, वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ दसैँ हो अनि म चाहिँ हिजो आएको होइन, र आज चाहिँ दसैँ। अन्त हामी सबैजनाले टिका लगाइसकिसक्यौँ। सो अब चाहिँ एकछिन फोटोहरू खिच्छु अनि खानाहरू खान्छु, भेट्दैछु। अनि तपाईँहरू सबैजनालाई पनि ह्याप्पी दसैँ।